यो जुन चाहिँ म माटोमा काम गर्नु रहेछ यसको लागि चाहिँ यो चाहिन्छ। यो चाहिँ सबैभन्दा ठुलो हतियार हो, यो काँटा। अनि यहाँनिर भूमि जो यो मकै छ, यो मकैलाई हामीले दुईपल्ट यसरी गोड्ने गर्छ। यो चाहिँ एकोरे, यसलाई एकोरे भन्छ। यत्रो सानोमा यसरी जरा पल्टाइदिनु पर्छ। अनि यसलाई चाहिँ तपाईँले दुईपल्ट चाहिँ त्यसको अलिकति ठुलो, निकै ठुलो भएपछि चाहिँ त्यसलाई दोरे भन्छ। मैले यो सानोबाट सिकेको, अनि हामीले यो गर्दै ल्यायो भने चाहिँ बिर्सिँदैन। यो मकै चाहिँ थुप्रो भेराइटीमा एउटा भेराइटी जो चाहिँ मैले नम्बुदेखि माथि लुङगाङबाट ल्याएको यो कालो खालको मकै छ। स्पेसल मकै मैले यति रोपेको छु। यसलाई एकोरे मैले प्राय एकोरे गोडिसकेको छु। बादमा म दोरे गर्छु। यसको बिजन चाहिँ प्राय हराइसकेको छ, किनभने बाहिरबाट जुन चाहिँ गेस्ट बिजनले यहाँको होस्ट बिजनलाई प्राय हराइसकेको छ। त्यसै कारणले गर्दा यहाँको होस्ट बिजनले चाहिँ यहाँको स्पेसल आइडेन्टिटी, यहाँलाई चिन्ने चाहिँ यहाँको होस्ट जुन चाहिँ बिजनले चिन्छ। र यसलाई चाहिँ मैले मँगाएर चाहिँ यसरी बचाइराखेको। अनि स्पेसली हामीले माटोको विषयमा बोल्दाखेरि हामी माटोलाई प्राय दिनमा एकखेप माटो हामीले चलाउँदाखेरि चाहिँ के हुन्छ भने स्वास्थ्यमा एकदमै हेल्थ म्याटरमा नि राम्रो हुन्छ। तपाईँले एकखेप छुनुहोस् माटोलाई तपाईँले स्वास्थ्य, हेल्दी सोइल भन्छ। हेल्दी, यो हाम्रो जग्गाको चाहिँ हेल्दी सोइल हो। यहाँ कुनै पनि यसरी फर्टिलाइजरहरू छैन, केमिकल कुराहरू हामी लाउँदैन। यो एकदमै हेल्दी सोइल हामीले यो बनायो। अनि हामी विशेष गरी बस्तीकोले चाहिँ सोइललाई प्रिजर्भ गर्ने कामहरू गर्छ। सोइललाई, माटोलाई एकदमै प्रिजर्भ गरेर राख्छ। किनभने माटोको स्थलहरू पहिला घट्दाखेरि चाहिँ हाम्रो जुन चाहिँ जग्गाको आइडेन्टिटी चाहिँ माटोको कारणले गर्दा बाँचेको हुन्छ। यसै कारणले गर्दाखेरि चाहिँ हामीले माटोलाई चाहिँ एकदमै याद गर्नुपर्छ। यो माटो भनेको चाहिँ एकदमै सबैभन्दा ठुलो यो कम्पोनेन्ट हो। माटो भन्ने कुरा हरेक कुरामा चाहिन्छ। माटो बस्दा माटो चाहिन्छ, मर्दा माटो चाहिन्छ। बस्दाखेरि माटोमा आउँछ, जाँदाखेरि माटोमै जान्छ। यसै कारणले गर्दाखेरि चाहिँ हामीले माटोलाई हेल्दी बनाउनुहोस्। अनि माटोमा जे पनि हुन्छ सबै कुरा हाम्रो लागि उत्पादन हुन्छ। तपाईँले यहाँनिर हेर्नु सक्नुहुन्छ, मैले यहाँनिर फर्सी म जहिले पाएँ त्यति बेला अब यो जुन चाहिँ छ यो फर्सीको यो मुन्टा खानु तयार छ, हामी खाइसक्दैन। किनभने अलिअलि काम गर्दाखेरि चाहिँ खाइ पनि सक्दैन। कराई बसेर राखेर आएर चाहिँ मुन्टा लिएर गएर चाहिँ पकाउन सक्छ। यो छ, यति बिग्न छ। यहाँ काँक्राहरू आइरहेको छ, हामी हेल्दी काँक्रा, यहीँकै काँक्राहरू खान्छौँ। फर्सीहरू, यो तमाम यस्तो कुराहरू यहाँनिर माटोमा चाहिँ जे गर्यो त्यही नै हाम्रो लागि एउटा हेल्थको लागि चाहिँ यो माटोले हामीलाई दिइरहेको हुन्छ। यहाँनिर तपाईँले यसरी हेर्न सक्नुहुन्छ।